हेलो सोशल मिडियामा एक्टिभ हुने मेरा सम्पूर्ण मित्रगणमा स्वीकार्नुहोस्। म शङ्कु ब्लगरको तर्फबाट नमस्कार। कसा छौ मेरा सोशल मिडिया प्रेमीहरू? निकै छौ क्या? सन्चै आरामै छौ क्या? मेरो तर्फबाट धेरै धेरै माया र सम्झना छ तपाईँहरूलाई। र त्यसै गरी फेरि पनि म एउटा नयाँ ब्लग लिएर आइसकेको छु। झिक्कै झिक्कै माया गरिदिए मेरा ब्लगलाई। एकदम इन्ट्रेस्टिङ र वाउ छ भिडियो। पुरा भिडियो हेरेर माया गरिदिए, साथ दिदिए। त्यसै गरी हामी चाहिँ निस्किसक्यो रुमबाट एकदम रेडी भएर। हेर्न सक्नुहुन्छ घाम कस्तो छ। दाइ अब आफ्नो मुडमा आइरहेछन्। गाना सुनेपछि दाइ त मुडमै हो। फेरि दाइको डान्स हेर्न सक्नुहुन्छ। ल त स्टार्ट गर्छु। स्टार्ट ल। दाइलाई गाना चाहिँ छोटो पऱ्यो क्या हो। सङ सकिँदासम्म पनि नाचे गर्दै हुनुहुन्थ्यो। त्यो म पनि एकटु ड्याङ 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 गरिदिउँ नि त भनेको। गर्मी पनि खत्रै छ। फेरि दाइ चाहिँ आफ्नै फर्ममा फेरि डान्स गर्दै हिँड्दै हो। ओ माई गड, माइकल ज्याक्सन। त्यही हो। त्यो गाइस अलिअलि रमाइलो पनि गर्नुपर्छ। एकचोटि आफूलाई पनि देखाउनु लुक। ओ माई गड, खायो 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 शङ्करले खायो। ब्लगले खायो। इन्डस्ट्री खान्छ यो ब्लगले। गर्मी चाहिँ बबाल छ। पिट्दियो भन्ने जस्तो यार, बबाले गर्मी छ। म चाहिँ आज तपाईँहरूलाई मेरो आइल्यान्डको भ्यू देखाउँछु। आइल्यान्ड टुर गराउँछु आज। त्यो दामी भ्यू छ कि अब तपाईँहरू देखेर वाउ सो ब्युटिफुल भन्नुहुन्छ। तपाईँको मुखबाट वाउ निस्केन भने म ब्लगै बनाउनु छोडिदिन्छु। यस्तो दामी भ्यू छ मेरो आइल्यान्डमा। वाउ त निस्किन्छ तर त्यसको लागि पुरा भिडियो हेर्नुपर्छ। ल अब लागेँ म पुरा भ्यू देखाउनतर्फ। सुरुमा चाहिँ म तपाईँहरूलाई ब्रिजदेखि स्टार्ट गर्नेछु। लेट्स गो। हेर्न सक्नुहुन्छ यस्तो दामी काठले फिनिसिङ गरेको ब्रिज छ। बब्बाल छ फेरि दामी। मलाई त एकदम मनपर्छ। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा फिडब्याक दिनु होला। मलाई चाहिँ बब्बाल लाग्यो। कुल छ, दामी छ होइन। यस्तो गर्मीमा अनि कुल फिलिङ आइरहेको छ मलाई। बब्बाल लाग्यो। तपाईँहरू पनि मालदिभ्समा आउनुहुन्छ भने एकचोटि प्लिज आउनुहोस्। एकचोटि भिजिट गर्नुहोस् ठुलुस्तो आइल्यान्ड। बब्बाल छ यहाँको भ्यू। र यस्ता भ्यूहरू थुप्रै छन्। म देखाउने छु अहिले तपाईँहरूलाई। पुरा भिडियोमा रहिराख्नु होला। पुरा भिडियो हेर्नु होला। बब्बाल बब्बाल भ्यू छ। हेर्नुहोस् न क्या दामी छ। कुल छ, दामी दामी। र यस्ता भ्यूहरू धेरै छन्। पुरा भिडियो हेरेर साथ दिनु होला। र अहिले देखाउने छु म तपाईँहरूलाई अरू भ्यू पनि। बब्बाल लाग्यो मलाई चाहिँ। बब्बाल भन्दा पनि बब्बाल लाग्यो। एकचोटि अवश्य आउनु होला भिजिट गर्न। धेरैभन्दा धेरै राम्रो छ। ल अब लागौँ अगाडितर्फ। यताको भ्यू चाहिँ हेऱ्यो। ल अब नेक्स्ट भ्यूतिर लागौँ। बब्बाल भ्यूहरू छन् यस्तै। अनि हिँड्दा हिँड्दा एउटा बङ्गाली दोस्त हाम्रो भेटेको, चिनेको दोस्त मिल्यो। उसले भन्दै चाहिँ लाइक गर्छु म ब्लग बनाउँदै हो भने। भने त्यही भएर लाइक गर्छु भने उताबाट पनि क्याफे आटो भने हाई हाई भनेर हात हिलाउँदैछन्। सपोर्ट गर्छु भनिरहेछन्। सपोर्ट गर्नु पऱ्यो त, माया देखाउनु पऱ्यो त, माया दिनु पऱ्यो, लाइक गर्नु पऱ्यो। मैले चाहिँ नयाँ लुक ट्राई गरेको छु। दाढीको नयाँ सेप बनाएको छु। कस्तो देखिएको छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् है त। ल अब बिच साइडतिर हेर्नुहोस्। ओ माई गड कस्तो लाग्यो तपाईँहरूलाई यो नजारा? बबाल लाग्यो नि। यस्तो टेबल लागेको छ दामी। अनि यता चाहिँ झुलामा बस्दै समुद्र हेर्दै फिल लिँदै माई गड मजा आउँछ नि होला नि राति त। यता टेबल लाग्छ, यता सनलाइटतिर बसेर राति कफी पिन गफ गर्दा साथीहरूसँग मजा आउँछ होला यार। त्यही हो। र सबभन्दा मलाई मनपर्ने ब्युटिफुल प्लेस देखाउँछु तपाईँलाई आज। हेर्नुहोस् प्रवेशद्वार। यहाँभित्र चट्ट जाने जस्तै गयो माथि गयो चररर। त्यसपछि भ्यू हेर्नुहोस् बब्बाल माई गड। समुद्रको भ्यूमा सनलाइटतिर मस्त दामी गर्लफ्रेन्डसँग बसेर चिया कफी पिन कस्तो मजा आउँछ होला। अनि सँगै गर्लफ्रेन्ड भइदिए भए यस्तरी समात्ने हात समातेर यस्तरी खिच्ने। अनि ओ माई गड यस्तो यस्तो मजाले बस्ने कफी पिने। त्यही हो। अनि सट्ट अब चाहिँ यताबाट निस्किन्छ। अब चाहिँ हामी अगाडितर्फ लाग्छौँ। फेरि अझ अरू भ्यू पनि हेर्छौँ। दामी दामी तपाईँहरूलाई सेयर गर्छु म त्यो भ्यूहरू। क्या दामी दामी भ्यूहरू छ। मजै आउँछ यो भ्यूहरू हेर्नु त। एकदम रमाइलो पनि लाग्छ मलाई। र ठिक छ दामी दामी रमाइलो भइरहेछ होइन। काम पनि भइरहेछ, रमाइलो पनि भइरहेछ, भ्यूहरू पनि हेरिरहेछ। त्यही हो। ओ माई गड हेर्नुहोस् दुर्बिन। फर्स्ट टाइम देखेको है मैले रियलमा चाहिँ। नभए मुभीहरूमा भिडियोहरूमा चाहिँ देखिरहेको हुन्थेँ। आज चाहिँ फर्स्ट टाइम देखियो दुर्बिन पनि चाहिँ बोर्डहरू। त्यही हो। त्यही मायाभन्दा माया, साथभन्दा साथ सपोर्ट सब दिनु होला मलाई है। सबभन्दा सब। त्यही हो। गर्मी धेरै छ। एकछिन डाइरेक्ट टोपी मागेर टोपी लगाइदिएको। ह्यान्डसम देखिनु भन्दा ह्यान्डसम देखिएको होला नि त म। ह्यान्डसम देखिने र गाइज। जे होस् दामी छ भ्यू चाहिँ।
मलाई चाहिँ मन पऱ्यो एकदमै। अब तपाईँहरूलाई कस्तो लाग्यो खै मलाई थाहा भएन, तर फिडब्याक चाहिँ दिनु होला कस्तो लाग्यो तपाईँहरूलाई, भिडियो कस्तो लाग्यो, भ्यू कस्तो लाग्यो। त्यही हो। अब म चाहिँ चुलबुले मान्छे पढ्यो अलि सारारारा क्युट 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 कति क्युट छु म, कति राम्री त्यही भएर सुलुलुलुलु गर्दै म चाहिँ अलिअलि गरिहालौँ नि त इन्जोय। यो मौसमलाई लिनु पऱ्यो अलि, मौसम अनुसारको इन्जोयमेन्ट लिनु पऱ्यो नि त। जस्तै सुलुलुलु 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 यस त्यो हो। म चाहिँ फेरि यस्तै चक बगे चुलबुले छु है म फेरि चुलबुले चुलबुले टाइपको छु म फेरि। टाइममा फेरि अब गगल्सहरू लगाएर अब यस यस फेरि त्यही हो। म चुलबुले केटो चुलबुले गर्मी बबाल छ। फेरि मलाई रमाइलो पनि लास्टै लागिरहेछ, मलाई चाहिँ ब्लग बनाउँदै यो भ्यू इन्जोय गर्दै एकदम रमाइलो लागिरहेछ, मजा आइरहेछ मजा। अरे अब दाइलाई चिनेको छ, दाइलाई बोलाइरहेको थियो। दाइको अब होला नि त चिनेको फ्रेन्ड, नेपाली नै हो पनि। अनि दाइ चाहिँ एकदम दामी ह्यान्डसम दाइ। अब यस मिररदेखि पो त हेरिहाल्नुपर्छ आफूलाई चाहिँ, हेर्नु पऱ्यो हेर्नु पऱ्यो नि त एकछिन मिररमा कस्तो देखिरहेको छु भनेर। त्यही हो भ्यू पनि देखाउनुपर्छ तपाईँहरूलाई, अनि आफूलाई पनि देखाउनुपर्छ अलि दामी दामी भ्यू छ होइन। त्यही हो। दाइ चाहिँ आफ्नै दुनियाँमा फोन हेर्दै रिल्सहरू हेर्दै हिँडिरहन्, म चाहिँ ब्लग बनाउँदै लिल्ली म कति क्युट छु त्यही हो। एकचोटि अझ हेर्न सक्नुहुन्छ दाइको फिटिक 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 वाला डान्स म चाहिँ भिडियो बनाउँदैछु दाइको मोबाइलमा फिटिक 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 गर्दै अब दाइले हेर्छन् कस्तो भएको छ कस्तो बनाएछ भनेर दिएँ मैले फोन दाइलाई। हेर्नुहोस् यहाँको चाहिँ स्पेसल यो यहाँ चाहिँ यो हर घरमा हर उसमा हुन्छ बाहिर राखेको, किनकि मान्छेलाई बस्नलाई अब। त्यही हो। धुप पनि धेरै छ। त्यो के हो भनेपछि अब हाम्रो उता चारपाई खटिया भन्छन् त्यस्तै, यहाँ त्यस्तै बस्ने त्यस्तै बनाउँछ र एकदम कम्फर्टेबल हुन्छ। हेर्नुहोस् दामी हुन्छ। यो चाहिँ इन्डवाला सिन आइसक्यो अब भ्यू। अनि यो चाहिँ दाइ हिँडिरहन्छ मोबाइल फोन समात्दै हिँड्दै। म चाहिँ यता माथि चढेँ एकछिन, अनि हावा पनि बब्बाल चलिरहेछ, यस्तो कपाल बिगारिदिइरहेछ हावाले। फेरि अझ हेर्छु, फेरि अझ कपाल बनाउँछु कपाल बिग्रेर भिडियोमा ह्यान्डसम देखिनु परेन र। त्यही हो। अहिले चाहिँ माथि आयो, एकछिन एउटा रिल्स बनाऊँ, यहाँ पनि रिल्स बनाउनुपर्छ भनेर दाइले ठिक छ भने। अनि हेर्नुहोस् भ्यू, यो चाहिँ ब्रिज, लामो ब्रिज छ। यहाँ चाहिँ बेलुकातिर मान्छेहरू सार्कलाई चारो हाल्न आउँछन्, सार्कहरू टन्नै आउँछन् त्यहाँ। त्यसै गरी ठिक छ, आजको ब्लग चाहिँ यतिमा म समाप्त गर्छु। भेट्ने छ अर्को ब्लगमा। धेरैभन्दा धेरै माया दिनु होला, फुल सपोर्ट गर्नु होला, एकदम माया दिनु होला। माया छ मेरो तर्फबाट, धेरै भन्दा धेरै लाइक गरिदिनु होला, सपोर्ट गर्नु होला। ओके बाई बाई।